यो हाम्रो बेसिक अस्पताल कलैया। यहाँबाट भरत चोकसम्मको सानो भ्लग यात्रा आज हामी गर्नेछौँ। अस्पतालमा सानो उपचारको लागि आएको थिएँ। छेउमै एउटा डेलिभरी पेसेन्ट पनि भेटिदिए। डाक्टरले आमा र बच्चाको खतरा हुन्छ, डेलिभरी तपाईको सिजेरियन गर्नुपर्छ भन्दै थिए। पेसेन्ट सायद आर्थिक रूपमा सक्षम थिएनन्, आनाकानी गर्दै थिए। छेउमै भएको अर्को पेसेन्टले राम्रो सुझाव दियो, राम्रो व्यङ्ग्य गर्यो। ओ मर्देको काम ना कर, एगो ऑटो बुलवा ल। अस्पताल से भरत चौक तक ले 2 राउंड मरवा द पेशेंट के बैठा के, अपने नॉर्मल डिलीवरी हो जाता हुआ। झन्डे हाँसेर मरिन। राम्रो व्यङ्ग्य गर्यो 3 किलो सडकको बारेमा। सँगै रहेका अर्का पेसेंट नै थिए होला सायद, उसले पनि व्यङ्ग्य गर्यो। सही बात हो, कलिया बीरगंज में देखेला कितना एक्सीडेंट होला। भले हमने के रास्ता ही नहीं बना 3 किलोमीटर, बन जाए तो बड़ा एक्सीडेंट होता हुआ। 3 किलोमीटर सडक यो मानवत मटिरहेको हो। राम्रो व्यङ्ग्य भइरहेछ। नबनेको पनि थुप्रै जो भो। सरकार आए बदले, तर 3 किलोमीटर सडकले कहिल्यै आफ्नो अनुहार र अस्तित्व बदलेन। आशा गरौँ समयसँगै नयाँ परिवर्तन भएको छ, यसले केही सुधार गर्नेछ। अब हामी लगभग भरत चोकसम्म आइपुगेका छौँ। भिडियो तपाईँले यहाँसम्म हेर्नु भएको छ भने विचार गर्नु होला, यो भिडियो रिभर्स मोडमा छ। यसले आफै पनि यो कलियाको 3 किलोमिटर सडकको उल्टो विकासलाई राम्रैसँग व्यङ्ग्य गर्दैछ। तपाईँको विचार यसमा के छ? सानो सल्लाह सुझाव छ भने दिनु होला। भिडियो मन परे लाइक शेयर र कमेन्ट गर्दै हस्त धन्यवाद। तपाईँ भरत चोकसम्म आइपुग्नुभयो र यो हाम्रो कलियाको गौरव घण्टाघर। हस्त धन्यवाद।